Happy birthday, dear Sati. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Sapna. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday to you. Happy birthday to you. Thank you. अब हामी केक खान्छौँ. यति कस्तो मिठो केक. अब हामी केक खान्छौँ. बाइ बाइ. स्टे गुड नाइट. भुताउने बेला भयो. आएर पनि गए. हेलो मिस हामी कहाँ आएको हामी मन्दिर पशुपति. अनि किन यहाँ बसेको त तिमी अब त्यस्तै प्रब्लम साथीलाई हाम्रो एउटा साथीको बर्थडे गर्ल चाहिँ पूजा गर्न गएको छ अनि हामी दुईजना चाहिँ यहाँनिर मस्तसँगले पर्खिरहेछौँ साथीलाई. अब हामी टिकटक बनाउँछौँ, टाइम पास गर्छौँ, गफ गर्छौँ. टिकटक कुन गीतमा बनाउने पनि हेर्नुपर्छ यार. किन हेरेँ यसरी लजाइदेऊ न अलिअलि. ह्याप्पी है हाम्रो. हामी चाहिँ यहाँ पशुपतिमा बाहिर बसिरहेछौँ. घरमा मान्छेहरू देख्न सक्नुहुनेछ. त्यसलाई के गर्यो रे यति खुसी छु. अर्जुनाले गोल हानु भगवान्. मैले अघिदेखि प्रार्थना गरेको थिएँ मेरो भगवान् जसरी पनि गोल हानोस् भनेर. यस वी डिड इट. खेल्नु चाहिँ छैन होइन, खेल्नु चाहिँ अरू कन्ट्री छ बट त्यो इमोसन हो क्या कनेक्ट हुने फुटबलसँग. मेसी यस ताली पिटाउँ त एकचोटि. हामी चाहिँ खासमा साथीको बर्थडे हो अनि बर्थडे गर्ल चाहिँ पूजा गर्न जानुभएको छ अनि हामी दुईजना चाहिँ यसो अलिक हुँदैन अनि त्यही भएर हामी चाहिँ यहाँ बसेको. ऊ चाहिँ फुटबल भनिरहेको थियो अनि ठ्याक्क मैले कति दुःख गरेँ भन्दा त डाटा ताने. मैले डाटा तानेर उसलाई हटस्पट खोल्थेँ. हटस्पट खोल्नु पनि चलेन अनि मलाई यति टेन्सन लाग्यो के हुँदैछ. म भगवान् यहाँ मन्दिर अगाडि आएको चाहिँ भगवान्लाई ढोगिरहेको भगवान् अर्जेन्टिना जसरी पनि जित्योस् प्लिज. उसले त सपनामा पो देखेको त 15 मिनट गोल हालेको. तर मेरो सपना मिल्यो नि. 15 मिनटमा गोल हानेको सपना देखेको थिएँ. ठ्याक्कै 8 मिनट कि 9 मिनटमा गोल हानेको थियो. हो नि. अनि अब खुसी भयो नि. लास्टै खुसी छु. ल फेरि एकचोटि ताली पिट्दै भने चाहिँ हुन्छ. ल यति धेरै खुसी रहेछ है ऊ भनेपछि. सेमी फाइनल पनि जित्छ त्यस पछाडि फाइनल पनि जित्छ. यस ल ठिक छ कङ्ग्रेचुलेसन भन्छ. अनि म चक्लेटको पार्टी दिने होला नि त. चक्लेटको पार्टी तिमीलाई चक्लेट घरमा ल पार्सलै गरिदिनु मैले. ल अब यो चाहिँ हुन्छ हुँदैन म तपाईँहरूलाई भन्छु. उसले गफ हानेको कि साँच्ची हो. पार्सल नगर्दै पनि म बोलाउँछु. खाना आउनु पर्यो नि त होइन गाइज. मैले दिए पछाडि एक देश पारी आउनुपर्छ. म यहाँदेखि सुकेधारा बस, त्यहाँदेखि कपन बस गाइज. तर हामी आउँछौँ. यो बाचा भयो तिमीलाई. आज के बार हो? आज सन्डे. ल स्याटरडे अब पुरै मुखकै बाचा चाहिँ नदिउँ तर आउँछौँ. आउँछ कि आउँदैन म तपाईँहरूलाई भनिहाल्छु. उसले गफ हानेको कि साँच्चै भनेर चाहिँ. साथीहरू हामी अब कपन छिटै घुम्न जाँदैछौँ अब. ओके बाइ. साथीलाई लिन हिँड्यौँ हामी. किन रमाएको तिमी साथी? बर्थडे गर्नु आउँदैछु नि त. ए हो र. यस यति धेरै त दुला आउँदा पनि खुसी हुँदैन र जति साथी आउँदाखेरि यति मात्र खुसी हुन्छ. म त एकचोटि यस्तो गर्छु हेर यहाँ फेरि गर त. फेरि गर न एक्टिङ. साथीको फोटो खिच्नलाई जाँदैछु म चाहिँ. ऊ चाहिँ यतै बस्छ अरे. अब त्यसको फोटो खिचिदिनै पऱ्यो बर्थडे गर्लको 1-2 वटा. म चाहिँ फोटोसोटो खिचिदिएर आउँछु त्यसलाई लिएर. ऊ चाहिँ यहाँ बस्छ अरे. म त्यहाँबाट नाचौँ कि क्या? नाच जाऊ. नाच न जाऊ. यसलाई मैले लिएर आइसकेको बर्थडे गर्ललाई. ह्याप्पी बर्थडे. तिमी पूजा गरेर आयो? म एक्लै गएर पूजा गरेर आएँ. तर नरु आज बर्थडे दिन खुसी भयो. आन्टी हुनुहुन्थ्यो तर एउटा चाहिँ सँगै भएको फुलहरू कस्तो राम्रो फोटो. कता के गर्दैछ यो? उसको फोटो भिडियो फोटो सुट सक्यो. गर्मी बिहान पनि कति साह्रो गर्मी छ हो यहाँ त. लास्टै गर्मी छ.
जामा बसमा परिरहेछ सक्यो एकदिन मुन्टो पनि हेराएर त्यही मोबाइलबाट बनाएको है भिडियो एकचोटि कहिले अघि यहाँको परेवा कति धेरै मिस भइगयो नि कस्तो होइन झर्नाटिसकेर झरिसक्यो ठाउँमा तर त्यो चाहिँ पुरै उतिखेर चाहिँ टिकटक बना भने घरतिर जाम साथीभाइहरू यस्तै हो मेरो जन्मदिन 626177 पुरा गर्मी भाइ असुका त नाच्ने भन्दै थियो त्यहाँ बजार आएकोमा त्यत्तिकै भएर कहाँ गयो फेरि कहाँ गयो ल 3 जना लाग्यौँ फाइनली हामी 3 जना लाग्यो हिँडेको अब 3 जना लाग्यौँ भने लाग्यौँ भन्नाले मन्दिरदेखि चाहिँ लाग्यो मन्दिरदेखि 3 जना कता आफ्नो घरतिर छाता किन नखोलेको दिमाग छैन ओइ सुन न यो तिम्रो आज पेनाल्टी र गोलै हानेको रहेछ ए गोली हान्यो ए अनि तैँले कसरी पेनाल्टी गर्निस् त होइन पेनाल्टी हुन आँटेको थियो होइन अरे होइन रहेछ गोलै हानेको गेमको किडाहरू कति दुःख गरेँ मैले डाटा ताने डाटा पनि चलेन आमा त उठ्छु छाता अनि त्यस पछाडि भन्छौँ त 2 जना हटस्पट खोल्दै चलेन चलेन पनि चलेन अनि मैले कसरी थाहा पाएँ थाहा छ यहाँनिर स्न्याप आएको आएको थियो क्या हेर्दै हेर्दै गएको 2 रहेछ अनि चाहिँ पेनाल्टी पनि भएको होइन रहेछ मेसले नै हालेको मेरी भयो साथीहरू चाहिँ यहाँ फोटोसुट गर्दैछ 2 जना फोटोसुट धेरै गर्मी छ बिहान बिहान पनि यति धेरै गर्मी सहनै जाडा फोटोसुट सक्यो रहेछ सर यहाँ फोन लिएको भने फोटोसुट सक्यो हाम्रो गएको अब घर कस्तो पिउरा हो अब घर गएको उसले त जे पनि सुन्छ नि उसको कान अब हामी चाहिँ यहाँबाट छुटेर मम्मीको घर जान्छ उनीहरू जस्तो घर जान्छ त्यसले मानिन यो घर जान्थ्यो अरे बस्नु घर जानु पऱ्यो नि पढ्नु जानुपर्छ पढ्नुपर्छ हामी पनि 4 बजे आउँछौँ होइन अनि त्यसो भोलि बिहान हाम्रो त काम छ भनेर 4 बजे अरे म 4 बजे आएको थिएँ गाइज हिजो दिउँसो त 4 बजे म यति छिटो आएर रातभरि बसेर हामीले ह्याप्पी बर्थडे मनाएको नि बेसी सरी प्लिज हामी पनि रातभरि बस्छौँ नबस्ने यस्तो होइन छ हेर यस्तो छ साथीभाइहरू यस्तो छ मलाई यस्तो भन्छ अहिले आएर